सबैजनामा स्वागत छ। आज मैले महत्त्वपूर्ण भिडियो लिएर आएको छु। यहाँ देख्न सक्नुहुन्छ एउटा झार, सबैले भनिन्छ यसलाई झार नै भनिन्छ हैन, सर्स झार भनिन्छ हाम्रोतिर। तपाईहरुकोतिर के भन्नुहुन्छ? धेरैजनाले भिडियो मैले जडीबुटीको भिडियो हाल्दै गर्दाखेरि हामीलाई पनि यो औषधि चाहियो भनेर कमेन्ट गर्नुभएको थियो हैन। त्यही भएर आज मैले मेरो घरमा पहिला धेरै थियो के यो पहिला नै थाहा थियो मलाई यो रोगको ठीक हुन्छ भनेर हैन। अनि घर बनाउँदाखेरि माटो मुस्ने क्रममा हाम्रो मिस्त्रीहरूले चाहिँ माटोमै मिसाइदिनु भएछ र अनि हरायो, लोप भयो। अनि त्यही भएर हाम्रो घरभन्दा पर लिएर आज मैले गमलामै सफा गरेर मजाले सारेको छु यो हैन। अब यो औषधि के रोगको ठीक हुन्छ, यो जडीबुटी के को ठीक हुन्छ भनेर सुन्न चाहनुहुन्छ भने अब भिडियोलाई स्किप नगरिकन मजाले हेर्नु होला है। यो औषधि भनेको सबैभन्दा महत्त्वपूर्ण औषधि भनेको यो औषधि पाइल्सको है। सबै घरमा पाइन्छ होला, सबै गाउँतिर पाइन्छ होला, घर आँगनमा पाइन सक्छ। यो झार देख्नुभयो भने कसैले पनि नछोड्नु होला, मजाले गमलामा लिएर सारेर मजाले खानु होला। अब यसलाई हामीले कसरी प्रयोग गर्ने त? हामी त्यसै खान पनि सकियो, यसको जुस बनाएर खान पनि सकियो, यसको रस बनाएर खान पनि सकियो। तर अब कति बेला खाने त? हामीले बिहान बेलुकी मात्र खाने। खाली पेट खाँदा नि हुन्छ, खाना खाइसके पछाडि खाँदा पनि हुन्छ यसलाई है। अब यो औषधि के को हो त भन्दाखेरि हामीलाई कब्जियत परेको, पाइल्स भएको, घाँटी दुखेको हैन, हरेक रोगको उपचार हुने भएकोले यसलाई चाहिँ कसैले पनि देखेर नदेखे जस्तो नगर्दिनु होला। यसलाई राम्रोसँग प्रयोग गर्नु होला। कतिपय साथीहरूले चाहिँ भिडियो बनाउनुहुन्छ, झारको मात्र खिचेर बनाउनुहुन्छ, प्रत्यक्ष के हो प्रष्ट के हो भनेर चाहिँ भिडियो चाहिँ बनाइदिनुहुन्न। मेरो भिडियो चाहिँ हरेक भिडियो मेरो प्रत्यक्ष हुन्छ है। त्यसैले यो चाहिँ मजाले खान पनि सक्नुहुन्छ। सबैमा पुर्याउनु होला, सेयर गर्नु होला। भिडियो सेयर गरेर सबैजनाले देख्नुभयो भने मान्छेको जीवन बाँच्ने हैन हुन्छ। जीवनमा एकदम सहज तरिकाले उहाँ बाँच्न पाउनुहुन्छ, जीवन बाँच्ने सम्भावना बढी हुन्छ। त्यसैले यो भिडियोलाई सेयर गरिदिनु होला। फेरि पनि यस्तै भिडियो म लिएर आउने छु है। लाइक, कमेन्ट, रिपोस्ट गर्न चाहिँ नभुल्नु होला। ओके।